एभ्रिवान, आज पनि मेरो दिन तातो पानीबाट नै सुरु भयो। अनि त्यसपछि मैले यो अर्को पानी खाँदैछु। यसमा चाहिँ मैले कागती, बिरे नुन र कफी मिक्स गरेको छु। यो खाएपछि खाना पनि कन्ट्रोल हुन्छ। अनि म खाँदैछु चुकुन्दर राखेर बनाएको पानी। अस्ति बनाएर राखेको यो घामको किरणमा बनाएर 72 घन्टासम्म राखेर अब म यसलाई पिउँदैछु। हेरौँ अब टेस्ट कस्तो छ। फर्स्ट टाइम ट्राई गर्दैछु। यो चाहिँ हेल्थको लागि एकदम राम्रो हुन्छ भनेर मैले पनि बनाएर फर्स्ट टाइम ट्राई गरेँ। यसलाई कान्जी पनि भनिन्छ। सुरुमा खाँदा चाहिँ मलाई मिठो नै लागेन, कस्तो अर्कै लाग्यो अनि खान पनि मन लागेको थिएन। हाय, गुड मर्निङ सबैजनालाई। मैले चाहिँ भर्खरै चुकुन्दरको अस्ति मैले बनाएको थियो, त्यसको रस खाएँ। खाली पेटमा खाँदा एकदमै राम्रो हुन्छ भनेर खाएको, तर त्यस्तै राम्रो छैन। कस्तो छ्याङ जस्तो के जस्तो स्वाद आइरहेको छ। तर हेल्थको लागि राम्रो हुन्छ भने मैले चाहिँ खाली पेटमा खाएँ। यो छ मेरो आजको खाना। अनि मैले खानाको क्वान्टिटी चाहिँ कम गर्दै गइरहेको छु। अनि म खाना खाइसकेपछि सफा गर्दैछु। आज म घरमै बसेर गरेको मेरो दिनभरिको कामहरू तपाईहरूसँग सेयर गर्न लागेको छु। साधारण दिन हो, तर एकदमै रियल लाइफ छ। सबैभन्दा पहिले त घर सफा गर्नु पर्यो। घर सफा भएपछि मन पनि एकदमै फ्रेस हुन्छ। यो त मेरो दैनिक बानी जस्तै भइसक्यो। अब चाहिँ मैले भाँडा माझ्दैछु। कहिलेकाहीँ घरमै बस्दा अलि बोर पनि लाग्छ, तर यस्ता साना साना कामहरू नै हाम्रो जीवनको हिस्सा हुन्छ। लगातार गर्दै जानु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यहाँ काम त कहिल्यै सकिँदैन, तर घरको आफ्नो काम गर्दा रमाइलो लाग्छ। घरको काम जति गरे पनि कहिल्यै सकिँदैन। के हो के सानोतिनो काम गर्दा गर्दै टाइम गएको पनि थाहा नहुने, जति काम गरे पनि कहिले पनि नसकिने के हो यो घरको काम। म चाहिँ भाँडा माझेर सकिसकेँ, मुख धोएर अब म भित्र जान्छु। अनि म भित्र गएर देखाउँछु। यो चाहिँ मेरो बेड भन्दै देखाइरहेको छु मैले। फेरि दुईवटा बेड छ अनि मेरो एउटा बेडमाथि चार्ज गर्ने ठाउँ छ, त्यो पनि देखाएको छु। आज फेरि बुटोलमा दिउँसो रात पर्यो। हजुरहरूको ठाउँमा पनि कुन ठाउँमा रात पर्यो भन्नुहोला। पानी परेर चट्यान पर्ला जस्तो भएर कस्तो भएको थियो आजको मौसम। मलाई त डर लागेर। चाहिँ मेरो दिउँसोको खाजा मैले चाहिँ आफै बनाएको यो चिकन मिक्स गरेर कोदोको रोटी सानो सानो जस्तो बनाएर घरमै हेल्दी टाइपले बनाएर खाएँ। अनि यो छ मेरो साँझको चिकन किमा बनाएर खाएँ। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई।